सिएसआइटी सिएसआइटी भन्ने नाम त सुन्नुभयो होला, तर वास्तवमा के हो यो? कस्ता विषय पढिन्छ? के कस्ता जब पाइन्छ? नेपालमा धेरै स्टुडेन्ट्सले सिएसआइटी पढिरहेका छन्, तर अझै धेरैलाई यो कोर्सको बारेमा स्पष्ट जानकारी छैन। आजको यो भिडियोमा हामी सिएसआइटीको सम्पूर्ण जानकारी लिनेछौँ। सब्जेक्ट, करियर, स्कोप सबै कुरा भिडियोमा हेर्नेछौँ। भिडियो पुरा हेर्नुहोस्, तपाईको कन्फ्युजन अवश्य क्लियर हुनेछ। बीएससी सिएसआइटी यसको फुल फर्म हुन्छ ब्याचलर इन साइन्स कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी। हामी यसकै नामबाट हेर्न सक्छौँ। यहाँ तीनवटा सब्जेक्ट एक ठाउँ पारिएको छ, साइन्स, कम्प्युटर साइन्स र इन्फर्मेसन टेक्नोलोजी। यो कोर्समा कम्प्युटर साइन्स भन्नाले कम्प्युटर साइन्समा प्रोग्रामिङ, अल्गोरिदम, थ्योरी अफ कम्प्युटेसन जस्ता सब्जेक्टहरू पर्छन् भने इन्फर्मेसन टेक्नोलोजी जस्तै नेटवर्किङ, डेटाबेस, वेब टेक्नोलोजी दुईटैलाई मिसाएर यो कोर्स बनाइएको छ। यसको मेन एम थ्योरी र प्र्याक्टिकल दुईटै ब्यालेन्स गराएर स्टुडेन्टलाई पढाउने हो। नेपालमा बीएससी सिएसआइटी टियु अन्तर्गत पढाइ भइरहेको हेर्न सक्छौँ। बीएससी सिएसआइटी एकदमै एडभान्स र मोडर्न कोर्स हो, जसको सिलेबस एकदम राम्ररी अहिलेको मोडर्न टेक्नोलोजीलाई हेरेर डिजाइन गरिएको छ। यदि तपाईँ स्कुलमा पढ्दै हुनुहुन्छ वा एसएलसी दिनुभएको छ भने तपाईँको लागि यो भिडियो एकदमै इम्पोर्टेन्ट हुन सक्छ, किनभने हजुरहरूले बुझ्न एकदमै जरुरी छ अहिले कुन फिल्डमा जान राम्रो हो, हजुरहरूले अगाडि कुन विषय लिँदा राम्रो हुन्छ भनेर। अहिले हामी हेर्न सक्छौँ सिएसआइटी भनेको एकदमै मोस्ट डिमान्डिङ फिल्ड हो वर्ल्डमै। सिएसआइटी पढ्नलाई हजुरले साइन्स लिएर पढ्नुपर्ने हुन्छ। बेसिकली यसमा कम्प्युटर प्लस म्याथ, यदि हजुरले कम्प्युटर प्लस म्याथ लिनुभएको छ भने हजुर एलिजिबल हुनुहुन्छ बीएससी सिएसआइटी पढ्नको लागि। यसको लागि धेरै इन्ट्रान्स प्रिपरेसनहरू पनि चलिरहेको हुन्छ, जुन लिएर तपाईँ इन्ट्रान्स दिन सक्नुहुन्छ। यदि तपाईँले इन्ट्रान्समा राम्रो मार्क्स ल्याउनु भयो भने त्यही हिसाबले हजुरको ग्रेडिङ हुन्छ। यदि राम्रो मार्क्स छ भने सरकारी कलेजहरूमा नाम आउँछ, यदि त्योभन्दा कम मार्क्स आएको छ भने प्राइभेट कलेजहरूमा नाम आउने गर्छ। सिएसआइटी जोइन गरेपछि तपाईँले सी प्रोग्रामिङ, म्याथ, डिजिटल लजिक्स, फिजिक्स, अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ, डिएसए, अपरेटिङ सिस्टम, डिबिएमएस, वेब डेभलपमेन्ट, कम्प्युटर नेटवर्क, एआई, एप डेभलपमेन्ट जस्ता सब्जेक्टहरू पढ्नुपर्ने हुन्छ, जुन अहिलेको मोडर्न टेक्नोलोजीलाई हेर्दा एकदमै राम्रो र एकदमै अपडेटेड कोर्स हो। अब हामी हेरौँ सिएसआइटीका के विशेषताहरू रहेका छन्। सिएसआइटीमा प्र्याक्टिकल र थ्योरी दुईटै तपाईँलाई बराबर पढाइ भएको हुन्छ, जुनले तपाईँको कोर्सलाई एकदमै ब्यालेन्स बनाउँछ। यसमा प्रोग्रामिङ ल्याङ्ग्वेजहरू जसरी सी, सी प्लस प्लस, जावा स्क्रिप्ट जस्ता ल्याङ्ग्वेजहरू पढाइन्छ, जसले तपाईँको प्रोग्रामिङ स्किललाई एकदमै राम्रो बनाउन सकिन्छ। र यसमा फाइनल इयरमा प्रोजेक्ट हुन्छ। 7th सेमिस्टरमा जानुहुन्छ भने त्यहाँ तपाईँलाई एउटा प्रोजेक्ट सब्मिट गर्नुपर्छ। यदि तपाईँले त्यो प्रोजेक्ट गर्नुभयो भने त्यसले हजुरको एकाडेमिकमा राम्रो हेल्प गर्छ, हजुरलाई एक्सपिरियन्स बढाउन काम लाग्छ। त्यसै गरी यदि तपाईँले सिएसआइटी पढिसक्नु भएको छ भने तपाईँ प्राइभेट र गभर्मेन्ट दुईटै जबको लागि एप्लिकेबल हुन सक्नुहुन्छ। यदि हजुरले प्राइभेटमा इन्ट्रेस्ट छैन, सरकारी जागिर खानु छ भने हजुर सिएसआइटी पढेपछि पनि सरकारीको लागि भिड्न सक्नुहुन्छ। सिएसआइटीले हाम्रा धेरै करियर अप्सन्सहरू खोल्छन्, जसरी सफ्टवेयर डेभलपर, हामी सफ्टवेयर डेभलप गर्न सक्छौँ, वेबसाइटहरू डेभलप गर्न सक्छौँ, मोबाइल एप डेभलप गर्न सक्छौँ, नेटवर्क इन्जिनियर, डेटा एनालिस्ट, साइबर सिक्युरिटी, डेटाबेस एडमिनिस्ट्रेटर, आइटी अफिसर यस्ता हामी जबमा जान पाउँछौँ सिएसआइटी पढेपछि। सिएसआइटीको एउटा मेन फाइदा के छ भन्नाले यदि तपाईँले कुनै जब पाउनु भएको छैन, तपाईँले प्राइभेट कम्पनीमा जब गर्नु भएन भने तपाईँ फ्रिल्यान्सिङ पनि गर्न सक्नुहुन्छ। तपाईँ घरमै बसेर जसरी तपाईँसँग केही स्किल छ, एप डेभलप गर्ने, वेबसाइट बनाउने या धेरै फिल्डहरू छन् सिएसआइटीमा, यदि तपाईँसँग केही स्किल छ भने तपाईँ मजाले घरमा बसेर फ्रिल्यान्सिङ गर्न सक्नुहुन्छ, रिमोट वर्कहरू गर्न सक्नुहुन्छ। तपाईँ यहीँ नेपालमा बसेर अमेरिकाको, अस्ट्रेलियाको कम्पनीहरूमा इन्टर्नसिप गर्न सक्नुहुन्छ, त्यहाँको प्रोजेक्टहरू ह्यान्डल गर्न सक्नुहुन्छ, जुन सिएसआइटीले एकदमै राम्रो अपर्च्युनिटी क्रिएट गरेको छ। अब अन्त्यमा भन्नु पर्यो भने सिएसआइटी एकदमै भर्साटाइल कोर्स हो, जुन तपाईँले नेपाल तथा इन्टरनेसनल टेक इन्डस्ट्रीमा काम गर्न तयार बनाउँछ। तपाईँ लजिकल सोच राख्नुहुन्छ भने, नयाँ कुरा सिक्न इच्छुक हुनुहुन्छ भने सिएसआइटी तपाईँको लागि पर्फेक्ट छ। अब यो भिडियोले तपाईँलाई हेल्प गरेछ, यदि तपाईँलाई केही क्वेसन छ भने तपाईँ कमेन्टमा सोध्न सक्नुहुन्छ। धन्यवाद।